हेलो एन्ड वेलकम ब्याक टु माई च्यानल तपाईँहरूलाई सरी तपाईँहरूलाई स्वागत छ मेरो भ्लग तपाईँहरूलाई स्वागत छ मेरो भ्लगमा तर सानो है आज चाहिँ के हो भन्दाखेरि यहाँ हेर्नु यो नवीन साथी यतितिर आउँछ त हौ बाटोमा त यो नवीन साथीको चाहिँ एउटा पारा देख्नु भएको थिएन पारा सारा छैन भन्ने केही त भनिदेऊ आज केही त भनिदेऊ कस्तो करो केही नभन्ने केही नभन्ने के भन्नु केही त कस्तो बोलो ऐसा मत करो मेरी जान यति नै अनि मेन कुरा चाहिँ आज चाहिँ हामी के मागेको घर पूजामा खोइ त अचार नबनाउने अनि सुँगुर काटेर नवीनलाई चाहिँ यत्रो सेक भएको छ म चाहिँ अमन भइसक्यो खाएर अनि नवीनलाई खाऊ भन्दाखेरि चाहिँ अचार चाहियो अरे अब यतिखेर अचार कहाँदेखि ल्याउने कहाँदेखि ल्याउने अचार अब के बनाउन सकिँदैन मैले भने अचार चल्दिसक्यो अरे खुट्टा पलाएर टुई टुई घरतिर तानेर ल्याउनुपर्छ बोलाउनुपर्छ तान्ने पर्ने बिकल दाइ फेरि कहाँ गयो आम्मामा धुवा त यतितिर आयो त बरु त्यो आगो ठेल्नु भयो अलिक यो चाहिँ धेरै भइसक्यो हामीलाई सेकुवा को खाने वाक्कै लागिसक्यो मलाई त हेरेरै त तिमीले उयो अचारसँग खाएनौ त्यो तेलले गर्दा भक्का भयो अगाडि नै पोल्दै खायो नि त कान खाँदैखेरि मलाई पुगिसकेको थियो धेरै 1.5 किलो जति होला नि राखेर भोलि तताएर हान्ने अझै भोलि तताएर हान्ने अरे मासु त सबै छिरेर खाएर अब खाला मात्रै राख्दै अब त छैन त्यहाँ मासु सासु केही नै छैन वाक्कै लाग्यो अघि मासु पनि लास्ट बाइट हानेको एक बाइट वाक्कै लाग्यो यार अमिलो समिलो टक्क परेको भएछ हो र मैले लास्टमा निचेर लगाइदिएको नि त नि अचार भयो भने दामी हुन्छ बिकल दाइ आइसक्यो अचार चाहिँ केटा हो भन्दै लेट भयो कि अब के गर्नुपर्छ भने बलौटामा टक्क चोप्ने लप्प खाने ल बलौटामा चोपेर अचार बनाइदिउँ न नि केमा अब पिस्नु सबै प्याकिङ छ मसलाहरू प्याकिङ भइसक्यो त्यो के लिएको चल्दैन यो दाइ यस्तो यस्तो मान्छे हुन्छ बालोमा चोपेर खानु अरे नवीन केही भन न यार चाँडो टुप्पी टाढो जाडो केही त भन न नवीन रुनु मात्र बाँकी छ यो भाइ भाइ नरुवा ल कुम भवन हाल्नु खाना खाएपछि गइ के हुन्छ म त्यस्तो खाँदैन बच्चाले धेरै बाबा ऊ बाहिर खाँदैन होइन हामीलाई त अमन भइसक्यो ऊ नवीन नखाने अरे अचार बिना अब लानु अङ्कल यता चाहिँ अङ्कललाई नि वाक्कै लागिसक्यो है मासु खाँदा खाँदा अङ्कलहरूकोमा छ सिलौटा अब सिलौटा सिलौटा छ चार ल्याउनु नि त ल उयो यहाँ छैन हौ कहाँ उपर उपर हुन त निक्चर पनि छ नि उपर नै 9-10 भइसक्यो भाङ्गे जी अङ्कलहरूकोमा छ सिलौटा यतिखेर राति के अन्त सब्जी चार लागल सबै सुकेर किचन कोठाभित्रमा हो चलो उतर ए भयो त्यतिकै खान्छु भने खाउ न त नखाऊ है दादा नाटक नगर त्यही त नि म त मलाई रिस उठिसक्यो चलो उतर को त उपर बाङ्गे उपर अरे उपर चाहिँ के गर्छ दिदी गएर सुत्छौ अब बाङ्गेमा लगेर के गर्नु सेलो छ मेरो लुगा फोहोर पारिदियो मेरो ज्याकेट सबै पुस्दै यसलाई ढुट्टो गरेर यसलाई त म त भोलि दिनु म धुइदिन्छु गरौँ त्यो दाग एउटै छैन हुँदैन म नि यार भोलि त कपडा धुनु पर्ने यार के गर्ने जिन्दगी नवीन भाइलाई कन्ट्याक्ट दिनुपर्छ कि अरू केही चाहिँ गर्न चाहिँ सही लाग्छ तर कपडा धुनु चाहिँ मलाई कहिले सही लागेन क्या सही हो कि असही हो होइन वहाँ गएर अचार बनाएर खाने यो खतरा खुत्रु के हो हाम्रो पनि अनुहार देखाउने गरे क्या भ्लगमा मेरो अनुहार गतिलै छैन म देखाउँदैन ए भ्लग अरे अनि आफ्नो अनुहार नदेखाउनु भरे मान्छेहरूले मेरो भ्लग भनेर सोच्ला नि फेरि अनि मैले आफ्नो एउटै हालेको छैन अनि सब अर्काको अनुहार देखाएर भाइरल हुने तिमी ह्यान्डसम चाहिँ त्यही भएर देखाइदिएको नि हेर्दाखेरि भाइरल भने हो कस्तो छ होला यार एक मुस्कान हान एक मुस्कान हान न एक मुस्कान हान न ल्याएर ल जाको अरे नवीन उठिसक्यो अब अन्तिममा टुङटुङ टेँड्याउ बिकल दाइ केही त भन्नु के भन्नु सुँगुरको मासु खाएको अलिकति भएको अलिकति रक ल सक्यो तिमी त केही भन अन्तिम बिदाई देऊ न बाई ल बाई गुड नाइट गुड बाई भनेछु गुड नाइट भ्लग आउँदै गर्छ गुड नाइट हिँड्दै हिँड्दै जाने सेकुवा खाने सुत्ने गुड नाइट भन न एकचोटि बिहानै उठ्ने गुड नाइट भन न सबलाई फेरि सुँगुर बनाउने गुड नाइट भन न सबलाई गुड नाइट किन अहिले सुत्ने हो र अनि कति बजिसक्यो 9-10 बजिसक्यो
फोनमा टक्क निकालिदेऊ न त हौ भिडियोमा कहाँ छन् हौ कोपिला बाबा चाहिँ फेरि आमामा 475 को सपना देखेर आम्मा, केलाई आछु जाडो पो भयो त हौ, अब के जाने हो भन के गर्नु त नि अब आगो निभाउनु हुन्छ होला अलिअलि सक्नु अब हामी तिनजना चाहिँ जानुपर्ने छ घर टक्कसँगले रातिको 9-10 बजिसक्यो अब कति टाढो भन्दा धेरै टाढो भन्दा पनि अब यहाँदेखि चाहिँ आधी घन्टा जति चाहिँ हिँडेर जानुपर्छ यहाँदेखि बाङ्गे त्यति साह्रो गफ चाहिँ नदेऊ है, आधी घन्टा चाहिँ कति मिनट लाग्छ त भन त ल त्यस्तै 35 मिनट हजुर अह अब त नखाने हामी नभए नि आऊ न छेउमा मेरो हेर्नुहोस् म भन्दा कति अग्लो छ अनि अबि तारा बुढो हेर न हौ हाइट नै मिल्दैन लेभलै मिल्दैन अरे तर उच्च मुनि बसिरहेछ यो ला म चाहिँ तिमी भन्दा चाहिँ अग्लै छु क्या सरी ल तिमी र म बराबर छौँ ल ल अग्लै छु क्या तिमी भन्दा चाहिँ कस्तो यस्तो खालको- 1 इन्ची अग्लो छु क्या खालको भिडियो गरौँ न गफ दियो 1 फेरि इन्ची अग्लो छु क्या कसम होला तिमी र म बराबर छौँ नाप्दा नि हुन्छ इन्ची टेपले नापौँ भोलि ल होइन म होचो छु उइटो खुकुरी बोक्नु न ए साँच्चै खुकुरीहरू बोक्नुपर्छ त भोलि सोमबारमा चाहिएन खुकुरीको धार गर्दनको पार अचेन वाइ बोलेको होइन अब त्यो भोलि लाँदा हुन्छ, भोलि पर्सि काम सकेर भोलि लाँदा हुन्छ अब के सामान लाने हो शनिबार काट्ने हो ए शनिबार सोमबार के काट्छ उहाँ सोमबारमा काट्छ नि सुन्दै अब यो चाहिँ हाम्रो के हो भन्यो न खोडा यहाँनिर के छ जस्तो लाग्छ, कतिवटा छ जस्तो लाग्छ कतिवटा कसलाई भनेको तिमीलाई? मलाई चाहिँ किन भनेको हजुरलाई भनेको हजुर मलाई थाहा छैन जस्तै लाग्यो तिमीलाई हजुर खाने र के दुइटा छोड्नु अनि दुइटा लानु के खुट्टा हो दाल खुट्टी बनाउनु एउटा राख्नु ला एउटाले पुग्छ नि आम्मा एउटा राख्नु सुँगुर धनीलाई नि एउटा आम्बो एउटा पो अरे खुट्टा र टाउको राख्नु भएको हुन्थ्यो त अचार खानुलाई त दामी हुन्थ्यो खुट्टा र टाउको खुट्टा र टाउको राखे भए हुन्थ्यो 70 अचार खुट्टाको टाउको दामी हुन्छ कसको सिक्युरिटी गार्ड बस्नु पर्ने ल ओइ। मलाई हायर गर्दा हुन्छ। नाम के हो भनिदेऊ यसो राख्नु यसमा हेर्छ नाम के हो भनिदेऊ न कर्नर बाङ्गे गाई जनरल बाङ्गे गाई जनरल होइन हौ मुला के भन्छ नि त्यो अर्को कर्पोरल कमराउन होइन त्यस्तो खालको भाषा होइन हौ के त बोरियर हो बोरियर र वरियर भनिदेऊ न तिमीले कति लडाइँ लडेको छौ ए युद्ध पो त युद्ध लडेको छु अँ, युद्ध त्यति साह्रो चाहिँ लडेको छैन अँ। त्यो धान रोप्दा चाहिँ लडेको छु है होइन तिमीले कतिवटा खुन गरेको छौ भनिदेऊ न आजसम्म। खुन? अँ, खुन ए, त्यस्तै आज एउटा गरियो अँ, खाइ पनि सक्यो अँ। के को त्यो खुन गरेको हुनु त्यसलाई त तडपाएको नि तर त्यसो गर्दा कस्तो आदमखोर होइन तड्पेर अभिन मर्यो। आदमखोर मैले हो र के भन न यार तिमी भन न तिम्रो भ्लग हो मेरो भ्लग हो र ल म भन्छु अब चाहिँ सबैजनालाई बाई बाई गुड नाइट एन्ड सी यू टुमारो अरू बेला भेटौँला अरू भ्लगमा